कैलालीमा आफ्नै साथीको टाउको काटी प्रहरी चौकी गए। साथी मिलेर रक्सी पिइरहेका थिए। विवादपछि आफ्नै साथीले हत्या गरे। कैलाली घोडागोडी नगरपालिका वार्ड नम्बर 8 जरैमा 28 वर्षका केशर बहादुर बुढाको घाँटी काटी हत्या गरे। पश्चात हत्यारा दुवैजना केशर बुढाको टाउको लगेर इपरका चौकी सुक्कट गएका थिए। अहिले 18 वर्षीय बलबहादुर विक र 19 वर्षीय गंगा बुढालाई प्रहरीले नियन्त्रण लिएको छ। कि मेरा पैसा न्याय हुनुबाट कि मैले पनि त्यहीको मेरा पैसा जसरी हत्या गर्न पाऊ केही बुझेन। मैले हिजो बेलुका रिचार्ज ल्याउनु जान्छु, भोलि आज इन्डिया गइजान्छु। पैसा पनि छैन, मेरो फुपू गाडीबाट दिने हो, म रिचार्ज ल्याएर आउँछु भने 500 ल्याएर दिएँ मैले दोकान। अहिले आउँछन् कि भने मैले हेरेँ बाटो, मेरो सानो छोरी मैले आउन सकिनँ। खोज सधैँ गइजान दारू पनि केही खान दुईजना मान्छे देखे पनि डर मान्न चाहिँ भागिजान चाहिँ गइसँग केही भनी बोल्दा फिराउँदैन। आज मलाई लाटे पहिला आज मेरो त्यत्रो काटेर मेरो पैसा के छ, मेरो पैसा नयाँ पाउनुबाट मैले त्यहीको जानको जान्दिनँ। म त्यही पनि म जसरी पनि पाल्छु। मेरा छोराछोरी त घर मेरा छोराछोरी पढाइदिए मात्र भनेको छ। अरू मेरो बोइ कहीँ कि केही भन्दैन, सोचा आगर पनि हेरिसक्दैन। त्यस्ता मान्छे देखे मान्छे ठाउँ गइसक्दैन, डर मान्ने थियो। आज मेरा बोइले यो के भोग्नु पर्यो, मेरा बोइको यति गल्ती छ भन्यो भने मलाई भन्नु भन्ने। म चाहिँ सबैतिर मर्दै छ। मैले हेरेँ बाटो, मेरो सानो छोरी मैले आउन सकिनँ। खोज सधैँ गइजान दारू पनि केही खान दुईजना मान्छे देखे पनि डर मान्न चाहिँ भागिजान चाहिँ गइसँग केही भनी बोल्दा फिराउँदैन। आज मलाई लाटे पहिला आज मेरो त्यत्रो काटेर मेरो पैसा के छ, मेरो पैसा नयाँ पाउनुबाट मैले त्यहीको जानको जान्दिनँ। म जसरी मेरो बोइको ज्यान काटेँ उसरी मैले पनि काट्न पाउँदैको। मेरो घरमा व्यक्तिलाई चिन्नुहुन्छ तपाईहरु? मैले चिनेको छैन, आफ्नै सन्तान हो भन्छ, मैले चिनेको छैन। तपाईको आफ्नै सन्तान भन्छन्, मैले देखेको पनि छैन। आएको 3 महिना आयो, चैतको 18 गते आयो। नाता के थियो तपाईहरुको? नाता खै के लाग्छ मलाई त्यो पनि थाहा छैन। नाता थाहा छैन। अनि आफन्त भन्छन् आफ्नो भनेर यति 6 महिना भयो मेरा घर यति कोही पिक आएन गएन। 81 हिजो बेलुका ऊ रिचार्ज लिन आयो मान्छे, त्यही 81 घाँटी काटेर जेलिदियो। आज त मेरो बुढा हिजो जुत्ता धुएर कपडा धुइदियो, आज इन्डिया गइजाने हुने चाहिँ मेरो घर खाने चाउलो केडो पनि छैन। म जानु चाहिँ दुनियाँ धान काट्न जानु।